आज चाहिँ हामी ट्रेङ्गलको बारेमा पढ्न गइरहेको छौँ। ट्रेङ्गल चाहिँ जस्तै कि अब सबैभन्दा सुरुमा हामीले कस्तो खालको क्वेसनहरू गर्छौँ भन्दा जुन ट्रेङ्गलको चाहिँ अथवा ट्रेङ्गललाई बुझौँ पहिला। ट्रेङ्गल कस्तो टाइपको हुन्छ भन्दा यो टाइपको है त, यिनीहरू भयो ट्रेङ्गल। अलिकति यहाँ मिस्टेक भयो होला। जस्तै कि अब अहिले चाहिँ हामीले के गर्छौँ भन्दा पहिला बेस र हाइटको आधारमा चाहिँ हामी एरिया जुन रेक्टेङ्गलको चाहिँ एरिया निकाल्ने कोसिस गर्छौँ, जसमा सबैभन्दा सुरुमा यसलाई एबिसी मानौँ अथवा जे माने पनि भयो, आफूले एक्स वाइ जेड माने भने पनि भयो। अनि यो जहिले पनि ट्रेङ्गलको यो बिचमा यसरी धर्का दिएको, यसको चाहिँ यो एल्टिट्युड भन्छ, यानि कि हाइट भन्छ। ल यो हाइटलाई चाहिँ यो जो बिचबाट आएको जहिले पनि के हुन्छ, यो 90 डिग्री हुन्छ, रेक्टेङ्गलको बिचबाट आएको ठाडो लाइन। अनि सबैभन्दा पहिले के बुझ्नु पर्यो भन्दा यो चाहिँ हाम्रो एच हो, यानि कि हाइट। र यो बी र सी, यो मुनिको फेद लाइन, यो बी र सी चाहिँ हाम्रो के हो त, यो बेस हो, यानि कि यसलाई हामी बी लिन सकिन्छ। अब हामीले के गर्नु पर्यो भन्दाखेरि अब यो जुन चाहिँ हाम्रो जुन ट्रेङ्गलको बेस र हाइट हुन्छ, अब त्यो ट्रेङ्गलको चाहिँ हामीले एकछिनको लागि एरिया झिक्नु पर्यो अरे है। ल एकछिनको लागि ल एरिया अफ ट्रेङ्गल according to the base in height, अथवा कोही बेला हाइटको ठाउँमा एल्टिट्युड पनि लेखेको हुन्छ। ल अब यसलाई हेरौँ। जसको चाहिँ हाम्रो अब जस्तै कि एरिया लेख्नु पर्यो भने एरिया अफ रेक्टेङ्गल, सपोज एकछिनको लागि ल एरिया अफ रेक्टेङ्गललाई यसरी डिनोट गर्छौँ हामी। जबसम्म मेन भनेको त रेक्टेङ्गल भनेको त एबिसी हो नि त, यानि कि एरिया अफ रेक्टेङ्गल एबिसी इज इक्वल टु, हाम्रो रुल चाहिँ हुन्छ यो के हुन्छ भन्दाखेरि 1/2 यानि कि हाफ भन्छ। अनि बेस र हाइटलाई इन्टु गर्दा हाम्रो ट्रायङ्गलको चाहिँ फर्मुला निस्किन्छ। अथवा सर्टली बुझ्ने हो भने हाम्रो ट्रायङ्गलको फर्मुला निकाल्दाखेरि हाफ इन्टु बेस इन्टु हाइट यानि कि एच यसरी निकालिन्छ। हाम्रो फर्मुला यो हुन्छ है। अब सपोज एकछिनको लागि हामी एउटा क्वेसन बनाऊँ है, इक्जाम्पलको लागि अब हामी यसलाई क्वेसन बनाउँछौँ। ल यस्तो छ र एकछिनको लागि हामीसँग ट्रायङ्गल यानि कि ल एक्स वाइ जेड आयो अरे यहाँ, अथवा यहाँ बिचबाट हाम्रो हाइट छ। ल यो हाइट चाहिँ एकछिनको लागि 5 सेन्टिमिटर छ। अनि तल हाम्रो एकछिनको लागि ल 6 सेन्टिमिटर यसरी हाम्रो बेस छ अरे, बुझिँदैछ नि होइन। अनि यसमा एकछिनको लागि अब हामीलाई क्वेसन आयो अरे फाइन्ड द एरिया अफ ट्रायङ्गल एक्स वाइ जेड भनेर यसरी दियो अरे। क्वेसन हाम्रो यसरी आयो। अब यसरी गर्दा हामीले के गर्छौँ भन्दा कुनै पनि म्याथको सोलुसनहरू गर्दा पहिला के गर्छौँ भन्दाखेरि हामीले सोलुसन यसरी लेख्नुपर्छ। अनि त्यसको मुनतिरपट्टि के हुन्छ, अब हामीलाई के दिएको छ त यहाँनिर भन्दाखेरि गिभन भनेर लेख्ने। के दिएको छ हामीलाई भन्दाखेरि बेस दिएको छ। बेस यानि कि बी इज इक्वल टु हामीलाई कति छ 6 सेन्टिमिटर छ। अनि हाइट यानि कि एच हामीसँग कति छ 5 सेन्टिमिटर छ। अब के गर्ने भन्दा अब हामीलाई दिएको कुराहरू त लेखिसक्यौँ। नाउ
अब के गर्छौँ भन्दाखेरि एरिया अफ ट्रायंगल XYZ इज इक्वल टु, अब हामीलाई बेस र हाइट दिएको ट्रायंगलको एरिया निकाल्ने हाम्रो फर्मुला के छ भन्दाखेरि हाफ इन्टु बेस इन्टु हाइट गर्नुपर्छ, जसमा अब हाम्रो हाफ भनेको चाहिँ 1 को मुनि 2 भइगयो इन्टु अब बेस भनेको कति छ भन्दा हाम्रो 6 सेन्टिमिटर छ इन्टु हाइट कति छ भन्दा हाइट हामीलाई यहाँनिर देखाएको छ 5 सेन्टिमिटर। ल यो 5 सेन्टिमिटरलाई यहाँ राख्छौँ। अब यसै गरी गर्दा के भयो भन्दा अब 1/2 इन्टु 6 5 जो कति भयो 30 भयो। अब यो भनेको कति हो भन्दा 30/2 यानि कि 30 ले 1 लाई इन्टु गर्दा माथि माथिको इन्टु गर्नु पर्यो नि त, गर्दा 30/2 हो। यानि कि अब 30 लाई 2 ले डिभाइड गर्दा त कति आउँछ 15 आउँछ हैन त। ल 15 सेन्टिमिटर अनि जहिले पनि एरिया लेख्दाखेरि माथि स्क्वायर लाउनु पर्छ। ल यो भयो। अब यसै गरी अर्को पेजमा कसरी जाने रोक्नु है त। ल अब यसै गरी म तपाईहरुलाई क्लास वर्क दिन्छु। ल क्वेशन नम्बर 1 find the area of triangle ABC where base यानी कि B is equal to 10 centimeter and height is equal to 8 सेन्टिमिटर। यानी कि अब यसलाई म नक्सामा पनि गरिदिन्छु तपाईहरुलाई। जस्तै कि यो हाम्रो ट्रायंगल भयो अरे, यो चाहिँ के भयो ABC है त। अब यो मुनिको बेसी हाम्रो कति छ अरे 10 सेन्टिमिटर छ अरे। अनि यो जुन हाम्रो ठाडो हाइट चाहिँ कति छ भन्दा हाम्रो हाइट 8 सेन्टिमिटर छ अरे। यो एउटा भयो क्वेशन। ल क्वेशन नम्बर 1। अब यसको एन्सर कति आउँछ भनेर म यहाँनिर पनि लेखिदिन्छु है त। ल यसको एन्सर चाहिँ 40 सेन्टिमिटर स्क्वायर आउँछ। यो प्र्याक्टिस गर्ने तपाईहरुले, यो माइनस हैन है, यो 40। ल यसै गरी जाउँ अब क्वेशन नम्बर 2 मा। सेम फाइन्ड द एरिया अफ ट्रायंगल XYZ where the height of triangle यानी कि H is equal to 7 सेन्टिमिटर and base of triangle यानी कि B is equal to 5 सेन्टिमिटर। ल अब यसको चाहिँ कस्तो छ अरे भन्दा यो तलपट्टिको ल के छ त हाम्रो XYZ
हामीले तलपट्टिको बेस सिके छ अरे 5 सेन्टिमिटर छ अरे अनि यो बिचको यो हाइट चाहिँ कति छ अरे हाम्रो 7 सेन्टिमिटर छ अरे। ल अब यसको एन्सर आउँछ 17.5 सेन्टिमिटर स्क्वायर। क्यालकुलेटरबाट गर्न सकिन्छ यसलाई। ल यो दुईटा भयो एक्सरसाइजहरू यसलाई गर्ने।